हेलो सबैजनालाई जय मसी नमस्ते। म चाहिँ आस्था तामाङ अनि आज चाहिँ हामी फेरि पनि चक्रहट्टी घर जाँदैछौँ। अनि आज मेरो साथमा हुनुहुन्छ यता बोजू हुनुहुन्छ, धोती बोजू, बहिनी हुनुहुन्छ, माइली आए दिदीको छोरी। यता ल नमस्ते भन्दै ए जय मसी नमस्ते भन न ल, यता हेरेर। अनि कहाँ जानु आँटेको अरे आज? कसको घर हो र? आन्टीको घर जानु लाग्नु भएको ल। अनि यता हेरेर भन्दै न त नि कस्तो लागिरहेछ? नराम्रो किन किन अलिक मजाले भन न त नि। हामी चाहिँ यो बसमा जाने लागिरहेछौँ भनेर मान्छे टेन्सनमा छ, यहाँ चिन्ता लागिरहेछ आज चाहिँ। अनि जेरू चाहिँ यता जेरू फर्स्ट टाइम जाँदैछ मेरो घर। के भरे यस्तर पनि पुगेको छ अनि आइसा पनि पुगेको छ, तर जेरू चाहिँ हाम्रो घर मेरो घर पुगेको छैन। अनि त्यही भएर आज जाँदैछन्। पुरा चिन्ता लागिरहेको छ, उसलाई टेन्सन भमिट हुन्छ भनेर। अनि हामी चाहिँ यहाँ चत्रा लाइनमा छौँ। चक्रघटी जाने बस चाहिँ चत्रा लाइनमा लाग्छ के, बुझ्यो? यहाँबाट 1 घन्टादेखि लिएर 1.5 घन्टा लगभग पुगिसक्छौँ त्यति बेलासम्म। हामी चत्रा लाइनमा छौँ। यो चाहिँ हामी जाने बस हो। हाम्रो घर अगाडि नै पुग्छ। यहाँ घर छ, यहाँ बाटो छ नि त, घर अगाडि नै हाम्रो घर अगाडि नै पुग्छ अरे। कसले कपाल बाटिदिनु भएको? मैले कपाल बाटेर राम्री राम्री भएर नभन। हेलो गाइज, हामी चाहिँ फाइनली बसमा चढिसक्यौँ। अनि हामी चाहिँ फर्स्ट टाइम, म चाहिँ फर्स्ट टाइम आन्टीको घर जान गइरहेछु। कस्तो लागिरहेछ? नराम्रो नराम्रो कि राम्रो? राइटमा ल